घाममा गुवाल्छिन् अलि यता छ टमाटर काटेर बेच्न लाउँदैन बुवाले अस्ति के बेला चाहिँ लग्यो कसरी बेच्यो होइन 80 रुपियाँ हो 80 रुपियाँ किलो गुरु कोक्रा हाल्ने बेला भयो कोक्रा अहिले नाम सुनाएपछि नभए हाल्नु हुँदैन अहिले पुरा कोक्रा हाल्दा के तर अहिले किन सुताउनु दि त यो उसबलाई बन्न लगाएको उसब कोक्रा हुँदैन यसमा बोकेर उठ्न सक्दैन त्यो झुन्याएर हल्लाउनु मात्रै झुन्याएर हल्लाउँदा नि हल्लिन्छ खेल्छ नि त खोइ आमा आउनु पर्यो नि त बच्चा आमा आइदियो अरे बच्चा लिएर आउने पिरा लिएर आइदियो छ एउटा पिरा त्यहाँ बसाउनु पर्छ अहिले सुरु पखान पऱ्यो नि होइन बच्चालाई पनि अलिअलि यसो पुछिदिनुहोस् है त्यो आँखा पातला पानीले पखाल्नु पऱ्यो नि पानी छैन अन्त गर्न आँखा पर्ला नि पोल्छ नि हरे ओम मंगलमूर्तये नमः ओम गणाधिपतये नमः मंगलम भगवान् विष्णु मंगलम गरुड़ध्वज मंगलम पुंडरीकाक्ष मंगलाय तनो हरे तदेव लग्नं सुदिनं तदेव ताराबलं चन्द्रबलं तदेव विद्याबलं दैव स्मयामि लक्ष्मीजयतेन हरे ओम श्री शाके 1900 साल शीशा के 4 महीना 7 12 8 गते जन्मेका को बालक को नाम सुरेश कुमार ओम शीर्षके 2000 73 साल 73 साल 4 महीना 8 गते जन्मेका को बालक को नाम सुरेश कुमार ओम शीर्षके 2073 साल श्रावण 8 गते 4 महीना जन्मेको बालकको नाम तुलसीको मासु अस्ति त्यसले 2 बजे गरेको
दुई बाजे तोरा रान्ने गएर कालेले आधी मान्छ आमाले मान्नुहुन्छ कि हुँदैन गुरु आमाले नमान्ने सोच राखेर गयो त भनेर चाहिँ मान्ने चाहिँ सोच राखेको कालेलाई नि भन्छ त्यही भएर यो चाहिँ दिन लागेको मैले अब गुन्नु लाउने भएपछि चाहिँ यो दिएपछि बच्चालाई बाँधिदिन्छ नि मैले यसमा बच्चालाई बाँधिदिने कुन हातमा ए त्यो चारैवटा खुट्टामा हातमा छैन गलामा कम्मरमा कसले त्यो सिरानमा सबैतिर लाग्दैन हात हामी बाँध्दै चिसा भने के गर्दैन त्यहाँनिर अलिक ठरा त अब बाँध्दैन बाहिर यसो जित्ने होला नि अलिकति आँगन कुम्बा बनाउने होला नि अब हुनु त के मिसन जन्मेको छ घामको दर्शन एकै फेर बाँधिँदा हुन्छ नि म एकै फेर तिमीले लामा र तिमीले बनाएका गला र कमरलाई गहना लाउने भएको आजै र कमरलाई अब कत्रो छ कमर त ऊ हुन्छ भनेर मैले चाहिँ ठुलो बनाएको त ठिक्क मिलाएर पछि काटिदिँदा हुन्छ आफैले बुझ्नुभयो त लामो भएको अब नाप्ने कुरो भएन त्यहाँ हजुर अह, होइन आज पाल आउँदैन हुन्छ म अरू त पनि मालातिर केही नआउँछु भने यो पनि एकातिर जाँदा रहेछन् कपासका हो मकर किरिला यो नाउँ यहाँ रहेन सर मैले यसो विचार गरेको सुरेश साथै कि देखिन को छ जुरेकै त्यही हो जुरेको सबाट त्यही सबाट जुरेपछि आफैले राख्ने हो क्या त्यो राख्ने हुन्छ भने गुरुले त छैन भनेर राखेको खोइ छैनन् कि खोइ को छन् होइन छैन भन्ने कुरो होइन कि मैले चाहिँ कुम्भ राशि बोकेको हो सतब ईशा नक्षत्र भेटायो जुरेकै नाउँ राख्नु पर्छ नि नाउँ छैन भनेर हो नि त होइन नाम त छ छ अनि त्यहाँ मैले भने त्यही गर्दाखेरि म तेस्रो पाउको पऱ्यो ऊ दोस्रो पाउको पऱ्यो एउटै भयो। यहाँ शिव पनि त चौथो पाउका हुन् यी ऊ हो स्वर्ग वर्षातो नाउँ चाहिँ तर शिव भन्ने हाम्रो प्रचलित छैन त स्वर्ग वर्षातो नाउँ किन होइन होला कि जुरेकै त्यही भएको है जुरेको थियो होइन भाइको नाम विष्णु हो उहाँ बालकुमार लेखेको छ चिना अब के लेख्छ भानीको नाउँ नरनको नाउँ उहाँ दिल्लीराम छ हामीले राखेको मिन कुमार एउटा कुण्ड बनाइदिएको छ त्यहाँ दिल्लीराम अरे म कुण्ड बनाएको अरे छ बनाएर आएछ हो म कसको हो कसको ल आमा हिँड्नुहोस् र तपाईँ उसो भए बच्चा पनि लिएर जाने त्यो बाँधिसक्नु न दही चाहियो होला नि दही छ मसँग अर्थ के बोक्नु अक्षताहरू पाती बोक्नु पर्यो अचेन्त नि पाती बोक्नु पर्यो कुद्नु पर्यो नि धेरै सानो ठुलो भयो त्यो धेरै ठुलो शिव भयो जुत्छ भन्थे मदन बा गोसा शिशु शिव नै जुर्छ भन्थे मैले पनि हाम्रो बाहुनलाई मैले दोस्रोमा पुर्याएँ यहाँ उहाँ तेस्रोमा पुर्याउनु त्यति फरक छ जो दोस्रो पाउमा जन्मिन्छ अरे दोस्रो पाउ पार्नु भएको तपाईँले हजुर दोस्रै पाउको हो भाइलाई अनि बालकुमार भन्नुको छ चिनामा अरू विनोद भन्छन् सबैजना अनि विष्णु जन बुवाले विष्णु नि लेखाइदिएको छ सबैतिर होइन तपाईँले घाँटीमा कत्रो लाग्यो पाउ अहिले त उप नाउँ त साँच्चै भन्नु भने खास गरी नाउँ भन्नुहुन्छ भने त उसले मिसनमै पहिला राखिदिइसकेको छ मिसनमा के राखेको छ अरे यो गएको थिएन के छ छ नि त्यहाँ लेखिराखेको नाउँ उसैले राखिदिइसकेको छ ल्याक्दैन मिसाइमा छ होइन छ हेरौँ त होइन कि हुँदैन एक थोक त नाउँ त उसले नर्सले त्यसै बेलामा
होइन बाबुआमाको हुन्छ बच्चाको हुँदैन होइन बच्चाकै भनेर भनेर बच्चाको पनि छ मन त यो अस्ति हेरेर त कागज हेरेर कागजमा होइन मिसनमा दिएको हुँदैन खोपहरूमा बनाउँदा चाहिँ बनाउनुपर्छ मिसनमा त बाबुआमाको चाहिँ हुन्छ क्या यसको बच्चा हुँदा चाहिँ हुन्छ अब कमानमा लगाइदिनु पऱ्यो नि लु न उहाँ लान बितो नलाइदिनु लानु हुँदैन बिता पनि के हुन्छ होइन त्यो दिँदै भनेर त्यो त पछिबाट दिने हो तर मैले यहाँ के भने तपाईँलाई टिकट केही नदिने भएको हुनाले मैले पहिले दिएको त ए त्यो पहिले दिएको कारण चाहिँ त्यो हो नभए त्यो टिको लाएर मात्रै हो दिनुपर्ने त उहाँलाई टिको लाएर नानी म तिलक चाहिँ अहिले दिन्छु बच्चालाई चाहिँ अझ पनि सक्नु भएन ढिलो भइसक्यो के बित्ती रहेछ त होइन गुरु सुरैले गर्दा भइगयो मेरो 10 रुपियाँ डाटा तान्दैन न कसरी तान्ने हो राजन धमलालाई कुरो थाहा भएन खै ल्याउनु म 1 2 3 याद गर्नु त छोराको नाम समन्वय भयो है समन्वय उम्, सबाट उठ उम्। राति भयो अब यो लक के हो त एम ठिक्कको मिलाइदिनु पर्ला सुर्कानी कसेर अहिले ल्याउनु ठुलो लगाइदिनु अरे छिटै भरिनु भनिन्छ छिट्टो भरि है छोरो यत्रो ठुलो चाहिँ कति कहिले भरिनु भन्छ कहिले भरिनु भन्छ